हाम्रा फागु चिया कमानका श्रमजीवीहरूले 20% को दरले त छोडौं, आजको दिनमा म्यानेजमेन्टले, फागु कमानको म्यानेजमेन्टले एउटा नोटिस जारी गर्दै लगआउट गर्ने धम्की हाम्रा चिया श्रमिक वर्गलाई दिइरहेको छ। मजबुरन हामी पनि श्रमिकहरूको हितमा, श्रमिकहरूको हक र अधिकारको निम्ति भोलिको दिनमा सडकमा निस्केर सरकारको विरुद्धमा निस्कनुपर्ने स्थिति यहाँ सृजना हुँदैछ। आवश्यकता पर्यो भने भारतीय जनता पार्टीको सम्पूर्ण कार्यकर्ताहरू, सम्पूर्ण नेतृत्वहरू सडकमा निस्केर फागु कमानका चिया बगानका हाम्रा दाजुभाइ खटिखाने श्रमजीवीहरूको निम्ति हामी सडकमा निस्कनेछौँ र भोलिको दिनमा स्थिति बिग्रियो भने त्यसको दायित्व, त्यसको दायी, त्यसको जिम्मेवार यहाँको क्षेत्रीय सत्ता, यहाँको प्रशासन अनि राज्य सरकार हुनेछ। नमस्कार, म सञ्जीव लामा, भारतीय जनता पार्टी अध्यक्ष दार्जिलिङ जिल्ला समिति। र आज 25 सेप्टेम्बर पण्डित दीनदयाल उपाध्यायज्यूको जन्म जयन्ती र समाज अनि देशलाई भौतिक प्रगति सँगसँगै आध्यात्मिक, सांस्कृतिक अनि सामाजिक समृद्धिको मार्गमा अघि बढ्नमा सधैँ प्रेरणा दिइरहनुहुने पण्डित दयालज्यूको आज जन्म जयन्ती र सबैलाई उहाँको जन्म जयन्तीको अवसरमा भारतीय जनता पार्टीको उपलक्ष्यमा तर्फबाट शुभकामना व्यक्त गर्दछौँ। साथै पण्डित दीनदयाल शर्माज्यूलाई हामी सम्पूर्ण पहाडको गोर्खा जातिको पक्षबाट सादर नमन टक्राउँदछौँ। र आज तपाईहरूलाई ज्ञात भएकै कुरो हो, गत 22 अगस्तको दिन पश्चिम बङ्गाल सरकारद्वारा हाम्रा चिया बगानमा खटिखाने श्रमजीवीहरूको निम्ति 20% को दरले बोनस वितरण गरिनुपर्छ भन्ने एउटा एडभाइजरी सरकारद्वारा जारी गरिएको थियो। अहिलेसम्मको हामीले थाहा पाउँदा जुन चिया बगानहरूमा दियो 20% ले प्राय चिया बगानलाई बोनस वितरण गरियो। तर यहाँ डुवर्सको कतिवटा चिया बगानहरू सँगसँगै हाम्रो कालेबुङ जिल्ला अन्तर्गत पर्ने गोरुबथान फागु चिया बगानमा सरकारले जारी गरेको जुन एडभाइजरी थियो 20% दरले बोनस दिनुपर्छ भन्ने, तर आजको दिनसम्म हाम्रा फागु चिया कमानका श्रमजीवीहरूले 20% को दरले त छोडौं, आजको दिनमा म्यानेजमेन्टले, फागु कमानको म्यानेजमेन्टले एउटा नोटिस जारी गर्दै लगआउट गर्ने धम्की हाम्रा चिया श्रमिक वर्गलाई दिइरहेको छ। र हामीले हेरिरहेको छौँ, विभिन्न सञ्चार माध्यमद्वारा, मिडियाका मार्फत कतिवटा समाचारहरू हेरिरहेका छौँ। हाम्रा श्रमजीवीहरू आफ्नो हक र अधिकारको निम्ति आज गोरुबथानमा सडकमा निस्केर आफ्नो मागको निम्ति आवाज उठाइरहेका छन्। तर म्यानेजमेन्ट पक्षबाट र बडो खेदपूर्ण म यो कुरो तपाईहरुलाई बताउन चाहन्छु कि सरकारी पक्षबाट र क्षेत्रीय जुन हाम्रो सत्ता छ, यो सत्ताधारीको पक्षबाट ती खटिखाने हाम्रा आमा बाबा, दिदी बहिनी, दाजुभाइहरूको निम्ति दशैंको बोनस, पूजा बोनस 20% को दरले दिनुपर्छ भन्ने कुरोमा ठोस कार्यहरू, पदक्षेप नलिएको जानकारी अहिलेसम्म हामीले पाएका छौं। विशेष हामी चिया बगानको मालिकले, चिया बगानको म्यानेजमेन्ट पक्षले हाम्रा श्रमजीवीहरूको परिश्रमलाई अवहेलना गर्दै, हेलचेक्राइ गर्दै जुन 20% को दरले दिनुपर्ने बोनस दिनुमा ढिलाइ गरिरहेको छ, यसमा कहीँ न कहीँ यसको दायी राज्य सत्तामा आसीन ममता सरकार अनि यहाँ पहाडी क्षेत्रमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा आसीन दलका नायकहरू पनि कहीँ न कहीँ उत्तरदायी छन्। किनभने जब 22 अगस्तको दिन जस्तो सरकारको पक्षबाट 20% को दरले बोनस दिनुपर्छ भन्ने कुरा उठान निस्किसकेपछि, सरकारले एडभाइजरी जारी गरिसकेपछि
उनीहरूले उनीहरूको पार्टीले जिटिएले पुरा ढिन्डोरा पिट्यो, हल्ला गरे कि यसपालि चाहिँ हाम्रो दूरदर्शी नेताको कारण नै 20%ले श्रमजीवीहरूले, श्रमिक वर्गहरूले बोनस पाउँदैछ भन्ने कुरो ढिन्डोरा पिट्यो। तर दुःखको कुरो अझसम्म कतिपय हाम्रा डुवर्समा पनि यस्तो थुप्रो चिया बगानहरू छ जसले चाहिँ 20%को दरले बोनस प्राप्त गरेको छैन र पहाडमा हाम्रो फागु कमानको चिया बगानको श्रमिकहरूले पाएको छैन। र म के भन्छु भने हाम्रा जिटिएका साथीहरूलाई, हिजो सरकारले एडभाइजरी जारी गर्ने बित्तिकै तपाईहरूलाई त्यो खबर फैलाएर मिडियामा दिएर ठुलो ठुलो ढिन्डोरा त पिट्नुभयो साथी हो। तर आज आएर जब श्रमिकहरू आफ्नो हक र अधिकारको निम्ति लड्दैछ भने तपाईहरू चुइसम्म किन बोल्नु भएको छैन? के तपाईहरूको उत्तरदायित्व होइन एउटा सत्तामा बसिसकिसकेपछि सरकारसँग तपाईहरूको राम्रो सम्बन्ध छ भनेर जहिले पनि तपाईहरूले भन्नुहुन्छ भने के तपाईहरूको दायित्व थिएन कि सरकारलाई भनेर, राज्य सरकारलाई अनुरोध गरेर हुन्छ कि कसरी गरेर प्रेसर गरेर हुन्छ जम्मै सम्पूर्ण पहाडको चिया बगानहरूले 20%को दरले नै पाउनुपर्छ भन्ने कुरो तपाईहरूले गर्नुपर्ने हो। तर दुःखको कुरो तपाईहरू मुखमा बुच्चो लगाएर अहिलेसम्म पनि तमासबिन बनेर हेरिराख्नु भएको छ। हामी राज्य सरकारलाई आह्वान गर्छौं, प्रार्थना पनि गर्छौं, क्षेत्रीय सत्तालाई, क्षेत्रीय प्रशासनलाई पनि आह्वान गर्छौं, स्थिति नबिग्रियोस्। अहिलेसम्म हामी चुप लागेर बसेका छौं। हिजो मात्रै हाम्रो माननीय सांसद राजु विष्ट मार्फत राज्यको श्रम मन्त्री मलय घटकज्यूलाई एउटा प्रार्थना पत्र चढाइएको छ कि फागु चिया बगानका श्रमिकहरूले न्याय पाउनुपर्छ, उनीहरूले पनि अन्य बगानका श्रमिकहरू सरह 20% बोनस पाउनुपर्छ भनेर एउटा पत्रचार गरिसक्नु भएको छ। र हामी भारतीय जनता पार्टीको पक्षबाट सरकार पक्षलाई, प्रशासन पक्षलाई, क्षेत्रीय सत्ता पक्षलाई त्यही आह्वान गर्छौं, यथाशीघ्र पूजाभन्दा अगाडि, दशैंभन्दा अगाडि नै अगावै हाम्रा श्रमिकहरूको जुन श्रम छ, जुन अधिकार छ त्यो दिलाइयोस्। अन्यथा मजबुरन हामी पनि श्रमिकहरूको हितमा, श्रमिकहरूको हक र अधिकारको निम्ति भोलिको दिनमा सडकमा निस्केर सरकारको विरुद्धमा निस्कनुपर्ने स्थिति यहाँ सृजना हुँदैछ। आवश्यकता पर्यो भने भारतीय जनता पार्टीको सम्पूर्ण कार्यकर्ताहरू, सम्पूर्ण नेतृत्वहरू सडकमा निस्केर फागु कमानका चिया बगानका हाम्रा दाजुभाइ, खटिखाने श्रमजीवीहरूको निम्ति हामी सडकमा निस्कनेछौँ। र भोलिको दिनमा स्थिति बिग्रियो भने त्यसको दायित्व, त्यसको दायी, त्यसको जिम्मेवार यहाँको क्षेत्रीय सत्ता, यहाँको प्रशासन अनि राज्य सरकार हुनेछ।